ल सबैजनालाई नमस्कार। ल हेर्नुहोस् दिदीबहिनी हो, अब धुप बनाउन हजुरहरूलाई इच्छा छ भने यसरी धुप बनाउँदा हुन्छ। मैले जानेको हजुरहरूलाई म सिकाउँछु। सबभन्दा पहिला हामीले यो पेपरहरू हेर्न पर्ने हुन्छ, कस्तो खालको पेपर राम्रो हुन्छ, कुन चाहिँ पेपरले राम्रो हुन्छ भनेर। हेरी यो चाहिँ पातलो मसिनो अनि यसको रङ पनि अलिकति मैलो मैलो खालको छ। बटार्न त यो पनि ठिकै हुन्छ, तर पातलो चाहिँ पेपरले बटारियो भने यसबाट मसलाहरू यसरी बटार्दाखेरि झर्न सक्छ, यो फुट्न सक्छ। त्यो हुँदाखेरि यो अलि बाक्लो खालको यो पेपर छ, यो गाँठा गुठी केही नभएको सर्लक्कको पेपर छ, योबाट राम्रो हुन्छ। अनि यो पेपर धेरै ओसिन पनि हुन्न, धेरै घाममा सुक्न पनि हुन्न, यो ठिक्क खालको हुनुपर्छ। सुकेको छ भने पटपटी फुट्छ, धेरै ओसिएको छ भने यसरी धुप हामीले बटार्दाखेरि यो पेपर फाटेर जाने सम्भावना हुन्छ, मसला झर्छ। मसलाको महत्त्व भन्नुहुन्छ भने कति हुन्छ भने 1 चिम्टी मसलाले एउटा धुप बनेको हुन्छ, 1 चिम्टी पनि मसला तल भुइँमा झार्न हुँदैन। त्यो भएर यो पेपरहरू हामीले यसरी एउटा पेपर लिने र यो पेपरलाई यसरी फोल्ड गर्ने। सकभर हामीले पेपर लिँदा चाहिँ यो सोझो टुँडा भएको लिन पाएदेखि अझ राम्रो हुन्छ। अब दिनीले त हामीलाई त्यसरी नदिन पनि सक्छन्। यसरी अब यी 4 फोल्ड गरेर 2 फोल्ड गर्ने, 4वटा पत्ता भएको ठाउँमा यसरी मिलाएर पेपर पट्याउने। अनि त्यसपछि अब हामीले यो पेपर काट्ने बेला चाहिँ हामीले यसरी नै पेपर मिलाएर काट्न जानिन्छ भने यो पट्याउन पर्दैन, नत्र भने हामीलाई सजिलो कसरी हुन्छ भने यो पेपरको साइज यहाँ बराबर लिनु र यो 4 टुँडा बराबर बनाएर यसरी पेपर ट्याक्कै यति 2 एमएलको बिच के अरे उस राखेर 2 एमएल राखेर यसरी पटाउने। यसरी यो पेपर पटाइसकेपछि एक फेर यताबाट पटाउने। अब यसरी अनि अर्कोचोटि यसरी पटाउने। ल अब यसरी पटाइसकेपछि साइज पनि यो पेपरको एकैनासै हुन्छ, धुप पनि पेपर एकैनास भएपछि धुप पनि एकैनासका हुन्छन्। अनि काट्न पनि सजिलो हुन्छ। ल यहाँ हेर्नु, यति यो पेपर चाहिँ यो सानो भयो। अब यो सानो भएकोलाई यति यो भाग काटेको राखियो भने यसले त्यो धुपको मुठा बाँध्न मिल्छ यो पेपरले। यो थोरै भागको पेपरलाई चाहिँ यसरी पहिला काटेर यो भाग चाहिँ यसरी छोडिदिने। ल अब यसले चाहिँ हामीले अब धुप बनाइसकेपछि यो पेपर यसरी बेरिन्छ, बटारिन्छ। अनि त्यसपछि यसैले मुठो बाँध्न पनि मिल्छ। त्यो भएन र यसका टुक्रा टुक्री भयो भने हामीले त्यही मसलामा राखेर पनि यो धुप बनाइदिन मिल्छ। ल हेर्नु है, अब यो पेपर काट्नलाई यसरी हामीले जसरी पटाइयो नि त्यही तरिकाले अब यो पेपर काट्न हामीलाई कति सजिलो हुन्छ।